Hello, hi, namaste, and welcome to the brand new episode of Himalaya Countdown. And this is me, Susan. Himalaya Countdown. दर्शकवृन्द, आजको एपिसोडमा हामी टप 10 गीतका साथसाथै नेपाली म्युजिकलाई अपग्रेड या डिग्रेड पार्न नेशनली र इन्टरनेशनली रूपमा महत्त्वपूर्ण भूमिका खेलेको कम्पोनेन्टका बारेमा कुरा गर्न गइरहेका छौं। Himalaya Countdown. हाल नेपाली गीत संगीतको क्षेत्रमा प्रवेश गर्न चाहनेहरूको संख्यामा वृद्धि भइरहेको छ। कति शौकको रूपमा त कति लहैमा र कति यसै क्षेत्रमा अगाडि बढ्ने लक्ष्यका साथ प्रवेश गरिरहेका छन्। कुनै क्षेत्रमा प्रवेश गर्नु ठूलो र नौलो कुरा होइन, तर त्यो क्षेत्रमा आफूलाई टिकाइ राख्नु चाहिँ महत्त्वपूर्ण कुरा हो। र अहिलेको परिवेशमा नेपाली सांगीतिक क्षेत्रमा आफूलाई टिकाइ राख्न कलर रिङब्याक टोन अनि युट्युब, फेसबुक जस्ता सोशल नेटवर्कहरूमा अपडेट हुनुपर्छ कि त गीतै पछि ग्ल्यामरस म्युजिक भिडियो निर्माण गर्नुपर्छ भन्ने सोच अहिले विकसित हुँदै गइरहेको छ। स्वर सम्राट नारायण गोपालले हार्मोनियम बजाएर गाएको हेर्न पाउँदा आफूलाई भाग्यमानी मान्ने श्रोताहरू अहिले कुनै पनि गीत सुनेर मात्र चित्त बुझाउँदैनन्। शालीन भएर हार्मोनियम समाएर गीत गाएको सुन्न भन्दा रफ एन्ड टफ भएर गिटार फुटाएको हेर्न चाहने दर्शकको भिडमा देश अनुसारको भेष भने चाहिँ सिंगरहरू पनि समय समयमा धेरै खर्च गरेर एल्बम निकाल्नुको साटो एउटा गीत मात्र सार्वजनिक गर्दै धमाधम म्युजिक भिडियो बनाउन लागि परेका छन्। सुन्नलाई बनाइएका गीतहरूलाई एउटा पिक्चर डिपिक्सन अथवा चाहिँ नि त्यसलाई सचित्र अनुवाद गर्ने एउटा प्रयास हो जस्तो लाग्छ मलाई। म्युजिक भिडियो कहिलेकाहीँ त्यो अनुवाद ठिक हुन्छ, राम्रो मार्क पाइन्छ, कहिलेकाहीँ त्यो अनुवाद पटक्कै मिल्दैन, फेल भइन्छ। त्यही नै हो। तर यो यसको खासै ठूलो महत्त्व छ भन्ने कुरामा चाहिँ म किन विश्वास गर्दिनँ भन्दाखेरि पहिलो त गीतै राम्रो हुनु पर्यो। त्यो गीत राम्रो छ भने म्युजिक भिडियो आधा राम्रो त्यसै भइसक्यो हुन्छ। तर त्यो गीत नराम्रो छ भनेदेखि जस्तो सुकै राम्रो म्युजिक भिडियो बने पनि त्यो गीत त्यति राम्रो हुनै सक्दैन। त्यसैले गर्दाखेरि त्यसको बेस चाहिँ नि गीतै हो र एउटा मानिसहरूलाई अवेलेबल टुलमा संगीतको रमाइलो लिनका लागि एउटा थप ग्याजेट हो जस्तो लाग्छ मलाई म्युजिक भिडियो। मैले माया गर्न जानी नहोला, मैले माया गर्न जानी नहोला, तिमीले सिकाउन सक्थ्यौ नि के छाडी जानै पर्थ्यो र जानै पर्थ्यो र मैले तिमीलाई बुझ्न सकिन होला, तिमीले बुझाउन सक्थ्यौ नि के टाढी जानै पर्थ्यो र के टाढी जानै सूचना प्रविधिको बढ्दो प्रयोगसँगै नेपाली गीत संगीत पनि हाइटेक भइरहेका छन्। अहिले एल्बमको बिक्री घटेको भए पनि प्रविधि बुझेका संगीतकर्मीहरू चाहिँ निराश भएका छैनन्। बरु
युट्युबमा लाखौं दर्शकले आफ्नो म्युजिक भिडियो हेरेकोमा दङ्ग छन्। यति मात्र होइन, पछिल्लो समयमा मोबाइल मार्फत हुने संगीतको व्यापार अर्थात् CRBT, PRBT, आइट्युन तथा मोबाइलमै जडित OVI मार्फत पनि नेपाली गीत संगीतको व्यापार विश्वव्यापीकरण हुँदैछ। तिम्रो छाया चाहना होइन मेरो तिमीलाई नै पाउनु, यही कुरा तिमी बुझिदेऊ। पाउनु मात्र होइन है प्रेमको परिभाषा, यही कुरा तिमी सम्झिदेऊ। तिमी गर या नगर, गरिरहन्छु तिमीलाई म माया। यति कालो तिम्रो कपाल, कपाल कालो बादल झर्न हच्कियो, कालो बादल झर्न हच्कियो। Himalaya Countdown. अहिले विश्वका कुनै पनि देशमा रहेका व्यक्तिले इन्टरनेट मार्फत सजिलै नेपाली गीत संगीत सुन्न सक्ने र जुन समय र जुन ठाउँमा भए पनि आफूले मन परेको गीत संगीत सुन्न पाउने हाइटेक जमानामा कतिपय नेपाली संगीतकर्मीलाई त यो प्रविधिले ल्याएको यो परिवर्तन आत्मसात गर्न नसक्दा कागलाई बेल पाक्यो हर्षन बिस्मत भन्ने उखान सार्थक भएको छ। त्यसैले कतिपय सिंगरहरू त नयाँ एल्बम तयार पार्न पनि हच्किन थालेका छन्। एल्बम बजारमा नआउँदै सबैको मेमोरी कार्डमा भने गीत पुगिसकेको हुन्छ। एउटै सिक्काको नि दुई पाटा हुन्छ भने चाहिँ नयाँ प्रविधिले नेपाली गीत संगीत विश्वव्यापीकरण त गर्दै गएको छ, तर प्रविधिकै कारणले संगीतकर्मीहरू पनि मर्कामा परिरहेका छन्। गीतको रोयल्टी नपाउने तथा गीतको पाइरेसी बढ्ने प्रविधि पनि दिनानुदिन मौलाइरहेको छ। पागल पागल बनायो प्रिय यो दिल हरेर पागल बसन्ती रंग छरेर 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 बसन्ती रंग छरेर जादू गरेर पागल पागल बनायो प्रिय यो दिल हरेर पागल बसन्ती रंग छरेर जादू गरेर पागल पागल बनायो प्रिय यो दिल हरेर पागल। गाउँ घरको डर नमाना लैजानेछु म सुरत नमाना होलीलाई गाउँ घरको डर नमाना लैजानेछु म सुरत नमाना कुरा काट्नेले काट्दै घरलाई काट्न दे साथी सङ्गीले खाइके भन्छन् सबलाई